गरी के छ भन्दाखेरि यो फुड प्रेस लगाउनुको मेन उद्देश्य है र मेन मोटिभ यो चाहिँ के छ भन्दाखेरि चाहिँ हाम्रो समाज हाम्रो गाउँ है हाम्रो बजारमा जति पनि खानपिन सबै कुराहरू प्लास्टिकका चीजहरू बेसी मात्रामा युज गर्न थालियो है जति पनि बाहिरबाट बनिएका चीजहरू बनावटी चीजहरू माथि मेन अहिलेको जेनेरेसन त्यसको माथि बग्नुको कारणले गर्दाखेरि हामी यक्सुङ टासिडिङमा एउटा फुड फेस्टको प्रोग्राम सर्ट प्रोग्राम भन्दा पनि 4-5 दिनको एउटा प्रोग्राम गरिरहेको छौं है यो किन गरिएको भन्ने कुराहरू चाहिँ भन्दाखेरि चाहिँ आजको जति पनि भावी पिढीहरू भोलि आउने भावी पिढीहरूलाई यो चीजहरू थाहा होस् है हाम्रो बस्तीमा पनि यस्तो चीजहरू बनिन्छन् यो चीजहरू बनिन्छन् यस्ता चीजहरू चाहिँ जुन खानपिनमा अल्पेर गएका चीजहरू छन् त्यो त्यही अल्पेका चीजहरूलाई चाहिँ हामीले मेन अगाडि ल्याउने एउटा प्रयास गर्दैछौं र जति पनि समाजदेखि लिएर गएर गाउँदेखि लिएर गएर जति पनि एसएसजी फेडरेसन है जति पनि जो हुनुहुन्छ सबैजना आज जोडिएर मेन उत्सवको साथमा सबैले आज सहयोग सपोर्ट र सबैले आज फुड फेस्टको एउटा आफ्नो स्टल ल्याएर राख्ने निर्णय पनि गरिसकेको छ र त्यसमा विशेष गरी हाम्रो खानपिनमा के छ भन्दाखेरि के गराइँदैछ भन्दाखेरि जस्तै फापरको पिठो है जस्तै हाम्रोमा कोदोको पिठोहरुको जस्तै खोलेहरु बनाएर खाइन्थ्यो भने मकैको चामलको भातहरु बनाएर खाइन्थ्यो भने पहिले सिस्नुको दाल गुन्द्रुकको झोल है सिन्की इत्यादि जति पनि बस्तीमा पाउने चीजहरु जति चीजहरु पाइन्थ्यो त्यो चीजहरु चाहिँ अल्पेर गएर आज सबै कुरा हामी चाहिँ बाहिरको बजारमाथि चाहिँ निर्भर गर्नेको कारणले गर्दाखेरि यो चीजहरु अल्पेर जाँदाखेरि आज यही मेसेज छ हाम्रोबाट जति पनि आज उहिले पुर्खाले गरि ल्याएको है खानपिनलाई चाहिँ हामी अगाडि ल्याउनु पर्छ भन्ने मेन थिम लिएर आज हामी यक्सुङ टासिडिङका युथ है माननीय मन्त्री अनि जति पनि हाम्रो अफिस एचओडीजहरु हुनुहुन्छ डीसी साहब है बीडीओ म्याडम देखि लिएर लगायत पञ्चायत सम्पूर्ण यसमा सबैले सहभागी जनाइदिनु हुँदैछ यसमा जति पनि जनमानुभावहरुलाई 24 देखि लिएर गएर हाम्रो 30 तारिखसम्ममा तपाईहरु आएर त्यहाँनेर आएर खानपिनको मजा लिदिने है मजाले हेर्दिने आएर तपाईहरु खाएर मजा लिएर गएर आफ्नो स्वाद पुरानो खानपिनको स्वाद लिएर गइदिने त्यसै कारणले तपाईको नानीहरुलाई नि सिकाइदिने भन्ने आह्वान गर्न चाहन्छु।